हेलो हेलो नमस्कार नमस्कार। ल अब चाहिँ घरतिर रौताबाट चाहिँ झर्दैछौँ हामी। गाडी चाहिँ उता मोटरसाइकल तलतिर झार्न पनि सकिएन, बाटो डेन्जरस छ, एकदम खराब। पानीले सब बिगारेछ बाटो पनि। लेफ्ट राइट गरेर ओह्रालो लाग्यो है त मित्रहरू। पारीको बलुङ्खा गाउँ, माथि रौता, ओह्रालो यता तलतिर ज्यामिरे। यता स्कुल देखेको चाहिँ मेरो घरको गाउँ हो। हजुर हो, यस्तोमा त कहाँ हामी चलाउन सक्दैन त। हामी मधेस चलाउने मान्छे यस्तो दुई ठाउँ लडाएकोमा डरभन्दा माथि सातै गइहाल्छ। बलुङ्खा गाउँ पनि राम्रो देखिने रहेछ यहाँबाट चट्टसँगले। सिमलको रुख पनि आयो तपाईँको। त्यो बाँदर रुङ्ने गोठ हो कि क्या हो? खै कस्तो गोठो, मेरो चाहिँ त्यही स्कुल देखेको गाउँ हो, घर हो। ओह त्यो स्कुलको छेउको उयो डाँडा गाउँ त ऊ तलको हो। तलको डाँडा गाउँ। यो चाहिँ हाम्रो कर्कुसे स्कुल। यताको चाहिँ यो ज्यामिरे गाउँ। यता सिम्लेतिर पनि देखिने रहेछ चट्ट। त्यही त हो नि, पहिलेकै घर हो। लहै हो त पारीको गाउँ पुग्नु छ। हिँड्दै हिँड्दै अब राइट गर्दै हामी जाँदैछौँ। स्कुलभन्दा ठ्याक्राकै मुनि पहिरो देखिन्छ अलिअलि नि। त्यही हो कटवालहरूको। पारी उहाँको स्कुलभन्दा ठ्याक्कै मुनि पहिरो भएको। तल पहिरो देख्नु हो नि, हरियो थुम्कियो पारिपट्टि। 3 वर्ष अगाडि त त्यो पहिरो पनि आलै थियो, अहिले त अलिक राम्रो भएछ। गरजुरे भन्ने पनि राम्रो भइसकेछ अहिले त।